धेरै अभिभावकहरूलाई चाहिँ आफ्नो बच्चाहरूको दुधे दाँतहरू नहल्लिकन स्थायी दाँतहरू चाहिँ अगाडि पछाडि आएको भएर चाहिँ धेरै चिन्तित देखेको हामीले हेरिरहेको हुन्छौँ। यो खण्डमा के गर्ने त? पहिला सुरुमा बच्चाहरूको त्यो दुधे दाँत हल्लिएको छ कि छैन हेर्ने। त्यो हल्लिएको छ भने बच्चाहरूलाई 2-3 पटक दिनमा हल्लाउन लगाउने। त्यो दाँत चाहिँ एक दुई हप्तामा आफै हल्लिएर निस्किन्छ र स्थायी दाँतले आफ्नो ठाउँ बनाउँछ र अगाडि सरेर राम्रो पोजिसनमा आउँछ। यदि त्यो दाँत हल्लिएको छैन भने चाहिँ के गर्ने? पहिला सुरुमा नजिकैको दन्त चिकित्सकहरूकोमा लिएर जानुहोस् र हामीले आवश्यक अनुसार डेन्टल एक्सरे गरेर कहिलेकाहीँ चाहिँ त्यो दुधे दाँत चाहिँ टाइम नभइकन पनि हामीले निकाल्नु पर्ने हुनसक्छ र त्यसको लागि चाहिँ स्थायी दाँतले आफ्नो ठाउँ पाउँछ र राम्रोसँग उम्रिन सक्छ। र हजुरहरूलाई यो पनि लागिरहेको होला कि त्यो दुधे दाँत चाहिँ निकालेको कति समयसम्म चाहिँ स्थायी दाँतले राम्रोसँग ठाउँ पाउँछ आउनको लागि भनेर। धेरै जस्तो केसहरूमा चाहिँ 1 महिनादेखि 6 महिनासम्म चाहिँ टाइम लाग्ने हुनसक्छ। तर छिटो र ढिला भए पनि तपाईहरू चिन्तित नहुनुहोस्। ओम समाज डेन्टल हस्पिटलमा भिजिट गरेर हजुरले आफ्नो समस्याहरू देखाउन सक्नुहुन्छ। धन्यवाद।